नमस्ते सबैजनालाई, जय मसीह। आज चाहिँ म तपाईहरुलाई बाइबलले हामीलाई के भन्दछ र बाइबलले के भनेको छ भन्ने कुरामा म रोमी 3 को 10 देखि 12 सम्म तपाईहरुलाई पढेर सुनाउने छु। यहाँ यसरी लेखिएको छ, धर्मी कोही छैन, एकजना पनि छैन, बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन। ती सबै बरालिएका छन्, तिनीहरू एक साथ बेकम्मा भएका छन्। कसैले असल गर्दैन, असल गर्ने एकजना पनि छैन। बाइबलले भन्दछ धर्मी कोही पनि छैन, सबैले पाप गरेका छन्, सबै चाहिँ बेकम्मा भएका छन्, सबै बरालिएका छन् भन्दछ। र साँच्चै नै हामी पनि आज बरालिरहेका छौँ भने हामीले चाहिँ परमेश्वरलाई खोज्न र अनि हामी सही मार्गमा हिँड्नलाई जरुरी छ। यस बाइबल संग्रहले भन्दछ